ब्याक टु माई च्यानल र म चाहिँ फेरि आइसकेको छु टक्लु भनेर र आज चाहिँ हामी धादिङ जाँदैछौँ र बस कुर्दै त्यही हो र आज हाम्रो चाहिँ भ्लग काठमाडौँदेखि धादिङ नर्सिङ धामसम्मको त्यति हो। एकछिन भेट्छु। Second, सधैँ हाल्ने कमेन्ट गरेर राख्नुपर्छ गाडी उनीहरूले लय भाइ मलाई अडे साइड बसाइछ र गाडी छोडायो आज गाडी कति गाडी मेरो भाइ छैन चिया लोक छ नि नर्सिङ धाम यात्रा होइन दोस्रो भाइले छोड्नु भयो हामीलाई आउनु गाई हुँदा हुँदै भाइ नजाने रे हामीलाई छोडा भन्नु पऱ्यो नि त दिदीहरू विषयमा यहाँ निर्वेश्वर खाजा घरमा खाजा खानुला यहाँ चाहिँ गाडी र यताबाट फाल्कन आयो चिल गाडी पछि गएर त्यही कारणले हवनमा त्यो चरु पनि डढा हुँदैन एकदम भद्रगोल छ। त्यहाँ गर्नुभन्दा तपाईँलाई इच्छा कसैको छ भने ट्रस्टमा रसिद काटेको हुन्छ त्यहाँ गएर दान दिनु होला। मेरो मेरो भन्नु यही हो सबैजनालाई बिस्तारै के कस्तो हुन्छ हामी अगाडि बढ्दैछौँ। सबैले आफ्नो सामानको ख्याल गर्नुपर्ने हुन्छ भिडभाडले गर्दाखेरि सामान भोलि तिमी भोलि छ भोलि ठिक हुन्छ आज भोलि हिजो अस्ति ठिक भएको थियो भोलि ठिक हुन्छ सजिलो हुन्छ कहिले गर्मी हुन्छ पिता छैन अनि आराम हुन्छ चिया खानुपर्छ अनि के घर फर्किनु पर्ने हो र होइन नफर्किनु भने नर्सिङ धाम जाउँ भनेर म यहाँ आउँदै थिएँ त्यसलाई यहाँ कुरा गरे पुरै जान्छ बाटो बन्द गरेर के भयो त बाटो बन्द गरेर थाहा थिएँ जाम पर्यो जाम एक्सिडेन्ट भयो जस्तो मलाई राति 10 बजे आइपुग्यो
ए ल सब मिले हानि त फोटो पठाऊ कि गाडी पल्लो लाइनबाट हेर्नु यसो गएको छ च्याप्या त्यो लाइनबाट हेर्नु त्यो लाइनबाट हेर्नु त्यो लाइनबाट कि गाडी फोटो पठाऊ त्यो लाइनबाट पठाऊ ल 78 जाम खुल्यो है जाम खुल्यो हामी चाहिँ अब अगाडि बढ्दै क्या दामी रहेछ तिरुपतिवाला गाडी गाइस अगाडि बढ्दै जाम खुल्दै छ म त खोल्दै नखोला कि स्थिति जस्तो थियो यहाँ चाहिँ भाइ छ फेरि पुलिस हिजोका खाला छ ल गन्दी छ त्यो पुलिसले समाचार लैजाउँ त खोल्यो हो भने डुङडुङ गराउँछ पुलिस असै पुलिसहरु नै खत्तम हो त्यसलाई बल्ल गाडीमा हालेर त्यो कारबाही गर्ने भनेर त्यसो अनि फेरि खोलेको होइन न त कहाँ पुलिस प्रशासन अघि आएर जामै हुन्छ नि दाइ भन्छ पुलिस प्रशासन बेलामा आएर यो जामै हुन्छ नि भन्थ्यो मैले केटाहरूसँग बुझेँ नि त केटा ए थानकोटमा 5 बजी हुन्छ त्यो त सिधै गयो आनन्दले दर्शन गर्दै होला सबै गाडी जाम भएको छ सब अड्के छ धेरै गाडी यही छ सबै यही छ गाडी होइन हिजो 5 बजे गाडी ठाउँमा ए हिजो 5 बजे छ ए मान्छे आउने छ है तल खोलाबाट माथि आउनु छ ए धेरै मान्छे बाटोमा यस्तो भिड मान्छे गाडी आज अहिलेसम्म के छ अरे त्यसो गर्नुपर्छ खोला आयो ढोका ठिकै छ दाइ भन्नु ढोका त देब्रे हात दाहिने हात तल हिजो जान पाएन दाहिने हात हिजो कस्तो छ नदिन नाम त्यसले देख्न पाएँ के भन्थ्यो यार यहाँ पार्नु मैले भने बिहान कहिले त्यसो नगरौँ नि बिहान हिँड्दा है यस्तो काग फनफनमा त के हुन्छ काग त्यस्तो कहिले गरेको थिएन म जहिले हिँड्दैन होइन आज बिहानै घर बुलबुल यता यी छ नयाँ भइरहने नयाँ मैले पनि हाने हो भने मैले टाइम त सिमरीको ओसियन समय विराट नगरे होला त मैले पनि तिमीलाई देखिरहेको छु नउठेको 4 बजे 7 बजेमा मैले के अरे सुभाष भाइ त गयो छिटो छिटो नि इन्द्रमै मलाई तिमी 3:30 बजे उठ्यो म 4 बजे उठेँ ढोक्लाइदियो बिचारलाई कहाँ पुगेर त फर्काइदियो त्यसलाई आधी घन्टा पहिला फर्काइदियो त्यो सबैले फर्काइदियो आधी घन्टा होइन कति घन्टा लाग्छ अब यताबाट छोड्नुपर्छ पालै पालो अनि फर्काइदियो नि रोयल झापा मेची यहाँ छ त्यही मैले तिमीलाई पहिल्यै फोन गरेको च्यापिहाल है भने कारण च्याप्दै अगाडिबाट है भने कारण पहिला म रेडी भइसकेको थिएँ होइन मैले चाहिँ पहिला तिमीलाई भइसक्यो नि अब बाहिर गयो भने यहाँ पुलिसले मार्छ अब म जसरी भित्र जानुपर्छ भनेर म दिमाग लाएर गाडी हाल्नलाई रेडी भइसकेँ च्यापिहाल भने कारण त्यही भएर भन्नु त्यो अगाडि ठाउँ रहेछ र माइक्रो छिरै हालेर सजिलो भयो क्या आधी दिन काम नगर्ने केटालाई ओह्रालेर मिलाउनु लागिहाल्नु क्या ट्याक्क त्यसमा त दाउ हेर्ने हो कि झन् मिलाउनु छैन भन अर्कोले चिया हुन्छ दाउ हेर्ने स्वास्थ्य छिरे झन् हामीले त्यो उसलाई हटाएपछि उता अर्को छिरिछ पछाडि एउटा खाँदै जानुपर्छ त्यहाँ गएपछि गाह्रो हुन्छ जाम पर्यो सरकारी अफिस छुट्टी भनेर मजाले खाएर बसेको थियो होला पुलिसहरू पनि आउनु पर्यो अब जाम परेपछि पर्व खुला नयाँ मखमली थोरै खानु क्या धेरै नखानु यो त अत्याचारै गरेर आएको छ यो त नयाँ गाडी हो अझै अस्ति 3-4 यो त एकदम अत्याचार गरेर आएको छ जान जा के हेर्नु बाइक झन्डै छिरे के हेर्नु बस्यो होला बाइक आएर झन्डै छिर्छ अगाडि जाम गउँछ फर्केर लगाइ जाम खोल्यो त्यहाँसम्म मात्र हो त्यहाँबाट खुल्छ अब यहीँ आइदिया रहेछ नि त ल एपिएफलाई चिट काट्नु लागिरहनु भएको छ यताबाट कम रहेछ कम भन्छ सबै पूर्वको मात्रै छ
यसको 1.5 घन्टा लाग्छ एकदम त्यति ढिला नि भएन अब यहाँ 50 किलोमिटर जति होला टोटल गरेर 50 किलोमिटर होला 50 किलोमिटर होला त्यही मैले 50 किलोमिटर भने हजुर यो धादिङ बेसी के भने त्यसले तिमी यति बेला लगभग दुई आएको थियौ बुझ्यौ हिजो तिमी यति बेला लगभग दुई आएको थियौ यति बेला लाइभ आएको तिमीहरू दुई आएको तिमी यो त बदीतिर जाने लाँदै बाटो त्यो अलिकति बिस्तारै अगाडि जानु 50 जानु छ के बेसी धादिङ बेसी होइन
आएको थियो 20 कति 16 हुन्छ यस्तो कति मलाई डर लाग्छ 20 बजे यो बसमा ढाक्छ एकदम हुँदैन जहाँ टेबरमा यतै पर्छ पर्नै पर्छ भ्याउँदैन पछि एकछिन गरौँला स्वाट्टै क्या एकरा चाहिँ बसी गरेर जाउँला गरौँ होइन गङ्गा नरसिंहनाथ नजाने गङ्गा जाउँदा फेरि गराउनु भ्याउँछ सुवास भ्याउँदैन त गङ्गा जाउँ मात्र गएर आयो रात 10 बजे आइँदैन नरसिंहनाथ नजाने भने भ्याउँछ है नरसिंहनाथ नजाने गङ्गा जाउँ मात्र 10 बजे फर्काउनु भ्याउँछ क्या त्यही गरौँला म यो सक्यो सङ्ख्या नि हामीसँग गाडी अब 1 घन्टा ढिलो आउँछ त्यो गाडी त्यो फर्काएर पठाइदियो नि त माथि कामै काम भयो त्यही कामले पैसा गर्नु है कोही हुन्छ नि त्यस्तो ऊ भयो त्यसले रेस्टुरेन्ट अझै मामा छैन रिजा भन्दैछ भन्छ 2टा मामा पाल्न त्यो पालाउँदैन के गर्छ भन्ने जाम नभए ठ्याक्कै यतिबेला पुग्छ जाम नभए यतिबेला पुग्छ तीन बजे गाडी गुडाइदियो भने शनिबार तो अब जाने भयो भने अघि दिन गाडी बढिन्छ 3 बजे तयार हुनुपर्छ अघि दिन बेलुका त्यही त त्यो त अटोमेट पर्छ पुग्न त आउँछ पुग्नु पाउँछ नि सामने सिटमा बसेर आउनु पाएँ नि जसरी भयो त्यो हो नि त जान आउने मलाई म काम गरेर घर सिलेर पछि भान्जा फिटिङ गर्न जाने त्यो सिलम सहित घोडा ल्याएँ पहिलो गाडो भन न कसरी गयो कस्तो असुविधा छ त्यसले दिमाग लगाएर गरेँ
हिजो मान्छे यहाँ हिँडेको मकबारी त किन्नु पऱ्यो पहिला तल प्याज अलिकति भयो अब ढिला भएपछि आज शनिबार थियो नि त हिजो त्यस्तै सुरुमा जाँदा तल पुगेन त्यो बेला शनिबार झुने खाँदैछ के जति लगाएर बिगारे क्या बेकार हो त्यो धेरै खाने हो यार हिजो गएको किन फर्किँदा धेरै थियो नि आज हामी तल पनि बाँच्नु छ नि हिजो सबै हिँडाटी मान्छे त्यो बाटोमा